घरमा मासु भात पाक्दा नि गुन्द्रुक माग्न हिँड्ने बानी परेका हामी नेपाली माल भएका चाल नभएका। हामीसँग प्रशस्त मात्रामा विद्युत छ, खाना बनाउन, सवारी साधन चलाउनदेखि लिएर सम्पूर्ण काम गर्न मिल्छ। तर पनि हामी ग्यास छिमेकीले ग्यास दिएन, छिमेकीले पेट्रोल दिएन भनेर हाहाकार मच्छ भनेर बजारमा आन्दोलन गर्न गइरहेका छन्। मलाई अचम्म लाग्छ, सबैलाई लाज लाग्नु पर्ने हो। बरु हामी त सरकारलाई विद्युतको महसुल घटाइदेल, विद्युतीय इन्डक्सन चुलोहरूदेखि लिएर सवारी साधनहरूमा कर छुट गरिदिएला हामीलाई सजिलो हुन्छ भनेर पो आन्दोलन गर्न जाने हो। छिमेकीले पेट्रोल दिएन, छिमेकीले ग्यास दिएन भनेर सडकमा रुन जाने हो त? अचम्म लाग्छ मलाई नेपालीको व्यवहार बानी देख्दा पनि। त्यो भएर अब हाम्रो माग भनेको ग्यास पेट्रोल छिमेकी एउटा माग र ले भन्नु होइन के। अब हामीले त जलविद्युतमा लगानीहरू बढा, जलविद्युतलाई हामीलाई सस्तो बनाइदेल, हामी जलविद्युतबाट चल्नुपर्छ भनेर भन्ने हो।